उहाँहरूको लर्को लागिरहेको छ। तर यो लर्को केका लागि हो अनि यिनीहरू आएका छन् किन, गर्छन् के, तपाईँको चाहना पुरा हुन्छ कि हुँदैन, तपाईँले सोच्नु भएको कुराहरू पुरा हुन्छन् हुँदैनन्, तपाईँले अहिलेसम्म तपाईँले सोच्नुभएका तपाईँले चाहनुभएका चाहनाहरू अघिल्ला दिनहरूमा त्यही उम्मेदवारहरूले तपाईँका कुराहरू पुरा गरेका छन् कि छैनन्। यदि छैनन्, यदि छ भने सही छ, यदि छैनन् भने यो चोर औँला हो। यो औँला तपाईँले पनि उनीहरूलाई देखाउने अधिकार छ। त्यही भएर तपाईँहरूलाई एउटा कुरा थाहा छ, बालेन शाहले त्यत्तिकै आफ्ना मन्तव्यहरू प्रस्तुत गर्दैनन्, उनीले साँचो मनले बोल्छन् र गरेरै देखाउँछन्। काठमाडौँ महानगरको विकासमा पनि उनको ठुलो हात छ। हामी सबैले देखेनौँ पहिले काठमाडौँ कस्तो थियो र अहिलेको काठमाडौँ कस्तो छ। ती सागुरा गल्लीहरू अहिले चौडा भएका छन्, जसरी नेपालीको छाती एउटा चौडाले फुल्छ नि त्यसै गरी अहिले फराकिलो बाटो भएका छन्। त्यहाँनिर हिँड्ने चेलीबेटीहरू पनि सुरक्षित भएका छन्। कसको कारणले? बालेन शाहको। आउनुहोस् आज तिनै बालेन शाहको बारेमा छोटो कुरा गरौँ र त्योभन्दा पहिले उम्मेदवार कस्तो खालको छान्नुपर्छ भन्ने कुरा मैले त भनिरहनु पर्दैन, तपाईँले बालेन शाहकै मुखबाट सुन्दै आउनु भएको छ। उहाँको कुरा सुन्नुहोस् एकचोटि तपाईँको लागि। चुनावमा खर्च गर्छ त्यसलाई नछान्नुहोस्। यसपालि असल व्यक्तिलाई, सक्षम व्यक्तिलाई, साँच्चै काम गर्न सक्ने व्यक्तिलाई चाहिँ पाल भएपछि त्यस्तो व्यक्तिलाई छान्नुहोस् भन्नु। भिजन एजेन्डा सबैको उस्तै हुन्छ, किनभने हामीले स्कुल कलेजमा पढ्ने किताब त सबैको एउटै हुन्छ, तर कोही फर्स्ट हुन्छ, कोही सेकेन्ड हुन्छ, कोही फेल हुन्छ होइन, कोही पास हुन्छ होइन। सिलेबस त सबैको एउटै हो नि त। तर त्यो भिजनलाई अप्लाई गर्नलाई सक्षम को छ भन्ने कुरा हेर्नु पर्ने। अघि मैले भने नि यहाँनिर काम गर्नलाई राजनीति बुझेर हुन्न, यहाँनिरको सबै पक्ष बुझ्न सक्नुपर्छ एक कुरा। अर्को पार्टीमा लागिसकेपछि पार्टीको एउटा सिन्डिकेट हुन्छ, पार्टीले आफ्नो कार्यकर्तालाई जारी फाइदिनु पर्यो, आफूलाई सहयोग गर्ने व्यापारीहरूलाई उहाँहरूको पोलिसीमा चेन्ज गरिदिनु पर्यो, आफ्नो ठुला नेताहरूले भनेको मानिदिनु पर्यो, आफ्नो कार्यकर्ताहरूको विवाद व्रतबन्धनमा गइदिनु पर्यो। त्यो सबै उहाँहरूको पार्टीको सिस्टममा बसेर उहाँहरू विकासभन्दा अरू काममा बिजी हुनु भएर चाहिँ काम गर्न गाह्रो भयो। म उसको आँखा अगाडि नराम्रो काम गरिरहेको छ तर उसकै पार्टीको भएर उनी कारवाही गर्न सक्दैन नि त। त्यो कुराहरूले गर्दाखेरि स्वतन्त्रले त्यो काम गर्न सक्छ। देख्नुभयो त कस्तो छ उहाँको सोच। नामै बालेन शाह बालेन्द्र। हेर्नुहोस् त जसरी बाहुबली फिल्ममा कसरी कायापलट गरेका थिए नि आफ्नो राजनीति अवस्थालाई, त्यस्तै हुनेवाला छ अहिले देशको अवस्था, देशको राजनीतिको अवस्था। अब यो एउटा मात्र सम्भव छ बालेन शाहको हातबाट। त्यसैले देश परिवर्तनमा तपाईँ अनि हाम्रो साथ बालेन शाहलाई। जब रहन्छन् बालेन शाह, जब हुमिन्छन् चुनावमा बालेन शाह, तब सम्भव छ देशको विकास। अनि हामी सारा अलीको एउटा चाहना, समृद्ध देश, समृद्ध नेपाली अनि मात्र वंश देश नेपाल। हाम्रो भोट भनेको अबको कसलाई? बालेन शाहलाई। कसले बालेन शाहलाई मन पराउनुहुन्छ कमेन्ट गर्नु होला है त। नमस्कार।